हाम्रो विरासत परम्परा धर्म संस्कृति संस्कार राष्ट्र र राष्ट्रियताको सङ्गममा यहाँलाई स्वागत छ। नमस्कार, म रमेश कार्की। साथीहरू, सर्वप्रथम त देश विदेशमा हुने सम्पूर्ण नेपालीहरूलाई विजय दशमीको धेरै धेरै शुभकामना। सुख शान्ति र समृद्धि सम्पूर्णमा प्राप्त होस्। माँ दुर्गा भवानीले सबैको कल्याण गरून्। अनि जेएनजीको आन्दोलनको क्रममा वीरगति प्राप्त गरेका 74-75 जना हाम्रा छोराछोरीलाई माँ दुर्गा भवानीको सधैँभरि कृपा परिरहोस्। उहाँहरूका परिवारमा माँ दुर्गा भवानीले सहन गर्ने शक्ति प्रदान गरून्। धेरै धेरै शुभकामना। साथीहरू, गत भदौ 23 र 24 गते जेएनजीको आन्दोलनले हाम्रो देशमा एक प्रकारको परिवर्तन ल्याएको छ। यो परिवर्तन कसैका विरुद्धमा पनि थिएन। विशुद्ध यो परिवर्तन भनेको, यो आन्दोलन भनेको यो देशमा रहेको कुसंस्कार, विकृति र भ्रष्टाचार विरुद्धमा थियो। तर त्यो आन्दोलनले दिएको शिक्षालाई पनि ग्रहण नगरिकन हाम्रा देशका पुराना पार्टीहरू अहिले यो जनताद्वारा निर्मित सरकारलाई उल्टै आरोप प्रत्यारोप गर्न लागि परेका छन्। यो सरकारले भ्रष्टाचार विरुद्धको जुन छानबिन आयोग बनाएको छ, त्यो छानबिन आयोगदेखि यिनीहरू डराएका छन्। हिजोका दिनमा शासन सत्तामा हुँदाखेरि यिनीहरूले ब्रह्मलुट मचाएर देशका सम्पूर्ण संवैधानिक अङ्ग र संविधानलाई समेत कुल्चेर यिनीहरू अगाडि बढ्न पाउँदाखेरि यिनीहरू खुसी हुने। आज आएर त्यसको फल भोग्नु पर्दाखेरि यिनीहरू डरले छटपटाइरहेका छन्। गत असोज 14 गते नेपाली काङ्ग्रेसले एउटा प्रेस विज्ञप्ति निकाल्दै यो सरकारसँग असन्तुष्टि जाहेर गरेको छ। 35 वर्षसम्म नेपाली जनताले नेपाली काङ्ग्रेस र यी पार्टीहरूलाई जतिसुकै गलत गरे पनि माफ दिँदै यिनीहरूबाटै सुधारको आशा राखे। तर आज यो सरकार गठन भएको 20 दिन नपुग्दैखेरि यिनीहरूको छटपटाहट र यिनीहरूको रुवाबासी देख्दाखेरि अचम्म लाग्छ। यो शासन सत्तामा रमाएर शासन सत्ताको रसस्वाद गरेर यिनीहरूले अरबौँ खरबौँ रुपियाँ कमाएर आफ्नो मोज मस्तीको जीवन जिरहेको अवस्थाबाट अहिले यिनीहरूका घर पनि जलेर यिनीहरू सडकमा आए पछाडि यिनीहरूको यो छटपटाहट प्रष्ट देखिन्छ। साथीहरू, हिजोका दिनमा हात्ती छाप चप्पल लगाएर काठमाडौँ छिरेका नेताहरू आज अरबौँका मालिक कसरी भए? अनि हाम्रो देशको अवस्थाले यो देखाउँछ कि एउटा व्यक्ति उसको जिन्दगीभरि मन्त्री हुँदा पनि उसको तलबले काठमाडौँमा घर बन्न सक्दैन। तर पनि एकचोटि मन्त्री भएको व्यक्ति काठमाडौँमा महल बनाएर बस्छ। अनि यो हामीहरूलाई लुट्ने छुट, हामीहरूलाई लुट्ने लाइसेन्स यिनीहरूलाई दिनुपर्ने। अनि सधैँभरि यिनीहरूले लुटपाट मचाएर नेपाललाई सधैँभरि अस्थिरतामा जाकेर अस्थिरताको प्रयोग गर्दै यिनीहरू देशमा भ्रष्टाचारलाई संस्थागत गरेर लुटपाट मचाउन यिनीहरूले पाउनुपर्ने। अहिले यो सरकारले जसरी छानबिन समिति बनाएर भ्रष्टाचार विरुद्धको छानबिन गर्दैछ, यो छानबिनले सम्पूर्ण नेपाली काङ्ग्रेसका भ्रष्टहरूको छाती पोलेको छ। यिनीहरू रुवाबासी गरेका छन् र यो सरकारप्रति आक्रोश व्यक्त गरिरहेका छन्। यिनीहरू 2048 सालमा नेपाली काङ्ग्रेसले जब सरकार बनायो तबदेखि नै भ्रष्टाचार सुरुवात त्यहीँबाट भएको। नेपालका उद्योग धन्दाहरू बेच्ने क्रम त्यहीँबाट सुरु गरिएको। 2046 सालसम्म नाफामा चलिरहेको भिरकुटी कागज कारखाना, जसले इन्डिया र जापान समेतमा कागज निर्यात गर्थ्यो, अनि त्यसबाट उत्पादित कागजले जापानमा जापानी येन नोट बन्थ्यो, यस्तो उद्योगलाई 2046 सालसम्म राजा हुँदाखेरि नाफामा चलेको उद्योग 48 साल आउँदा नआउँदै 2 वर्षको अवधिमा यिनीहरूले घाटा भयो भनेर कौडीका भावमा उद्योगीहरूलाई निजीकरणका नाममा बेच्ने। त्यहीँबाट उद्योग धन्दा बेच्ने सुरुवात गरेका प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र अर्थमन्त्री रामशरण महत यो देशमा भ्रष्टाचार र देशका सम्पत्ति बेचबिखन गर्नेका यिनीहरू पिता हुन्, प्रणेता हुन्। त्यहीँबाट भ्रष्टाचारको सुरुवात र बेचबिखनको सुरुवात भएको। अनि लाउडा विमान काण्डमा 56 करोड रुपियाँ भ्रष्टाचार गरेर तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला राजीनामा दिन बाध्य भएका थिए अनि मध्यावधिमा जान बाध्य भएका थिए। त्यहीँबाट सुरु भयो नेपाली काङ्ग्रेसको यो भ्रष्ट लीला र भ्रष्टाचारको ताण्डव। त्यो आजसम्म पनि जारी छ र यिनीहरू आज त्यसको परिणाम भोग्नु परेपछि यिनीहरू छटपटी र रुवाबासी गरिरहेका छन्। साथीहरू, 2052 सालमा जब शेरबहादुर देउवा नेपालको प्रधानमन्त्री भए अब यो देशमा अस्थिरताको थालनी भयो। नेपालमा अस्थिरता निम्त्याउने र सांसदहरू खरिद बिक्री गरेर सरकार भत्काउन र बनाउन सकिन्छ भन्ने कुराको थालनी गर्ने प्रणेता शेरबहादुर देउवा हुन्। त्यतिखेर यिनले आफूले सरकार बनाउनका लागि यहाँबाट सांसद खरिद गरेर थाइल्यान्डसम्म पुर्याएर सुरा सुन्दरी रुपियाँ पैसा अनेक खण्ड दिएर यो देशमा अस्थिरता सिर्जना गर्न र अस्थिरता गर्न सिकाउने व्यक्ति शेरबहादुर देउवा हुन्। अनि देशमा सांसद हुने बित्तिकै प्राडो पजेरो गाडीहरू भन्सार छुटमा दिने र संसदहरूलाई धनी बनाउने र जनतालाई गरिब बनाउने, जनतालाई लुट्ने प्रणेता पनि शेरबहादुर देउवा हुन्। उनले अनि आफ्नी पत्नीलाई, खस क्षेत्री जातिलाई संविधानले दिएको सांसद पद आफ्नी पत्नीलाई दिएर देश लुटाउनलाई लाइसेन्स दिने यी व्यक्तिहरूका विरुद्धमा
छानबिन नगर्नलाई यिनीहरू विज्ञप्ति मार्फत यो सरकारलाई चुनौती दिइरहेका छन्। अनि टिकापुर जस्तो जग्गा बेच्नलाई छुट दिनुपर्ने, बाल मन्दिरको जग्गा बेच्न छुट दिनुपर्ने, नेपालका सम्पूर्ण उद्योग धन्दा बेच्न छुट दिनुपर्ने, नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर बेच्नलाई छुट दिनुपर्ने, अनि भिजिट भिसा काण्ड मचाएर यो देशका गरिब जनताबाट 50,000 देखि 5 लाखसम्म टोकन मोनी लिएर पठाउनलाई छुट दिनुपर्ने, अनि यो देशमा ब्रह्मलुट मचाउनलाई छुट दिनुपर्ने नेपाली काङ्ग्रेसले अब पनि नसुध्रिने, आफ्ना भ्रष्ट नेताहरूलाई पार्टीबाट निकालेर पार्टीको छवि स्वच्छ पारेर अगाडि बढ्ने नसोच्ने, अनि तिनै भ्रष्टाचारहरूको चङ्गुलमा फसेर तिनीहरूलाई नै बचाउनलाई अझै पनि लागि पर्ने यी नेपाली काङ्ग्रेसका दास मनोवृत्तिका नेताहरू यो देशका लागि बोझ हुन्। सबैभन्दा पहिला अब जनताले यस्ता नेता र यस्ता झोले प्रवृत्तिका व्यक्तिहरूलाई कारबाही गर्न सुरु गर्नुपर्छ, यिनीहरूलाई बहिष्कार गर्नुपर्छ, यस्ता व्यक्तिहरूलाई गाउँ प्रवेशमा सहर प्रवेशमा रोक लाउनुपर्छ। जबकि यो देशलाई 35 वर्षसम्म बन्धक बनाएर लुट्दा पनि नेपाली जनताले यिनीहरू सुधारिन्छन् कि यिनीहरूबाट आश भरोसा राखेर बसेका थिए। जब यिनीहरूको हद गरेको हदको बाँध फुट्यो तब यो अवस्था आएको। अब पनि सुध्रेर अगाडि बढेनन् भने यो देशका सम्पूर्ण पुराना पार्टीहरूको समाप्तिको दिन आएको छ। साथीहरू, नेपाली काङ्ग्रेसका युवा नेताहरूले अहिले प्रशंसनीय काम गरिरहेका छन्। उनीहरूको कामलाई प्रशंसा गर्नुपर्छ। उनीहरूले पार्टीलाई पुनर्गठित गरेर सम्पूर्ण भ्रष्टहरूलाई हटाएर देशमा नयाँ काङ्ग्रेस बनाएर जानुपर्ने भनेर उनीहरू हस्ताक्षर अभियान पनि चलाएका छन्। उनीहरूले गर्न खोजेको यो सराहनीय कामलाई स्वागत गर्नुपर्छ, किनभने प्रजातन्त्र र लोकतन्त्रमा पार्टी चाहिन्छ। पार्टी नभई प्रजातन्त्र र लोकतन्त्र हुँदैन। तर पार्टी भनेको स्वच्छ पार्टी हुनुपर्छ। पार्टी भनेको देश र जनताका लागि हुनुपर्छ। एउटा व्यक्तिको चरण वन्दना गर्नलाई पार्टी हुँदैन। आरजु राणा जस्ता भ्रष्ट महिलालाई भ्रष्टाचारको सिँढी चलाउनलाई पार्टी हुनु हुँदैन। पार्टी देश र जनताका लागि हुनुपर्छ। देश र जनताका लागि राजनीति गर्नका लागि पार्टी बनेको हुन्छ, कि एउटा व्यक्तिको चाकडी र चाप्लुसी गर्नका लागि पार्टी हुन्छ। नेपाली काङ्ग्रेस यो आन्दोलनभन्दा अगाडि विशुद्ध आरजु देउबाको वरिपरि घुम्थ्यो। नेपाली काङ्ग्रेसका सम्पूर्ण निर्णयहरू आरजुको निर्देशनमा हुन्थे। नेपाली काङ्ग्रेसमा उम्मेदवार खरिद बिक्री हुन्थ्यो। त्यो खरिद बिक्री गर्ने जिम्मा आरजु देउबालाई थियो। आज आरजु देउबा र शेरबहादुर देउबाका घरमा रहेको अकुत पैसा पनि एआईबाट जेनेरेट गरेको भिडियो हो भनेर नेपाली काङ्ग्रेसका हली र टट्टुहरू लागि परेका छन्। अनि यस्तो लज्जास्पद अभिव्यक्ति दिने नेपाली काङ्ग्रेसका नेताहरूलाई लाज हुँदैन? भोलिका दिनमा निर्वाचन भएर जनताद्वारा नै निर्वाचित भएर जनप्रतिनिधि नै भएर जाने होला नि भोलिका दिनमा, यदि काङ्ग्रेसमै बसेर राजनीति गर्ने र काङ्ग्रेसलाई पुनर्गठित गर्ने हो भने। अनि भ्रष्टहरूको ढाल बनेर कति दिन राजनीति चल्छ? नेपाली काङ्ग्रेसको एउटा सम्पूर्ण खेमा शेरबहादुर देउबा र आरजु देउबालाई बचाउनलाई लागेको छ। संविधानले दिएको गरिब खस क्षेत्री जातिको कोटालाई मिचेर एउटी भ्रष्ट महिलालाई समानुपातिक सांसद बनाएर यो देशलाई लुट्ने लाइसेन्स दिने शेरबहादुर देउबाका अघि पछि अझै घुमिराख्ने हो। अनि यो देशमा यत्रो नरसंहार हुँदा पनि आफू 6औं चोटि प्रधानमन्त्री बन्नका लागि यत्रा हाम्रा छोराछोरीको बलिदान देख्दा पनि चुप लागेर प्रधानमन्त्रीका लागि राल काटेर बस्ने यस्ता व्यक्तिका पछाडि उभिने नेपाली काङ्ग्रेसका सम्पूर्ण जति पनि अहिले शेरबहादुर देउबा र आरजुका पछाडि बसेर उनीहरूका ढाल बनिरहेका छन्, तिनीहरू मान्छे होइन। तिनीहरू नरपिचास हुन्, तिनीहरू यो देशका द्रोही हुन्, राष्ट्रद्रोही हुन्, राष्ट्रघाती हुन् र गद्दार हुन्। जति पनि गद्दार छन् यो देशमा पार्टीका झोले र टट्टुहरू, जबसम्म यस्ता व्यक्तिहरूलाई कारबाही गरिँदैन तबसम्म न देश सुध्रिन्छ न पार्टी सुध्रिन्छ। पार्टीलाई यदि सुधारेर लाने हो भने यो देशमा यस्ता यी गद्दारहरूलाई सबैभन्दा पहिला कारबाही गर्नुपर्छ। यिनीहरूलाई जनकारबाही गर्नुपर्छ, जनताले बहिष्कार गर्नुपर्छ। नामै तोकेर फलाना 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 व्यक्तिहरू यो ठाउँमा प्रवेश निषेध भनेर लेख्नुपर्छ। साथीहरू, यी हाम्रा देशका नेताहरूलाई लाज शरम केही लाग्दैन। हाम्रो देशको नेता हुनलाई लाज शरम इज्जत घिन सम्पूर्ण पचाएर र खुल्ला नाङ्गो भएर सडकमा हिँड्दा पनि लाज नहुने व्यक्ति मात्रै नेता हुन सक्छ। आज हेर्नुहोस् त, माइतीघर मण्डलामा ठुला कटिङमा आरजु देउबाको फोटो लागेको छ, सबैभन्दा ठुली भ्रष्टाचारी महिला भनेर। शेरबहादुर देउबाको फोटो लागेको छ, भ्रष्टाचार गर्ने मान्छे भनेर। अनि हतियारा भनेर केपी ओलीको लागेको छ, गुन्डुका गुन्डा भनेर महेश बस्नेतको लागेको छ, माधव कुमारको लागेको छ, अनि झलनाथ खनालको लागेको छ। यति
हुँदा पनि यिनीहरूलाई अलिकति आत्मबोध र आत्मग्लानि हुँदैन भनेपछि यस्ता व्यक्ति फेरि यो देशको शासन सत्तामा आएर फेरि देश लुट्न र जनता मार्नदेखि बाहेक यिनीहरूको काम केही पनि छैन। यदि नेपाली काङ्ग्रेसको यो रुवावासीलाई हेर्ने हो भने अहिले नेपाली काङ्ग्रेस हाहाकार भएको छ। अनि यी जति पनि हाम्रा देशका पार्टीका नेताहरू छन् यी सबै भ्रष्टाचारका मामलामा एक अर्कामा यिनीहरू कनेक्टेड छन्। एउटाको धोती खुस्किँदा सबैको धोती खुस्किन्छ। अहिले नेपाली काङ्ग्रेस केपी ओलीको पासपोर्ट रद्द गर्दाखेरि रोइरहेको छ अनि रमेश लेखकको पासपोर्ट रद्द गर्दाखेरि रोइरहेको छ। यत्रो नरसंहार गर्ने व्यक्तिको छानबिनका लागि पासपोर्ट रोक्का गर्दाखेरि रुनुपर्ने कारण के छ? नेपाली काङ्ग्रेसले त अझ यी व्यक्तिहरूलाई कारबाही गर भनेर देखाउनु पर्ने। 80 वर्ष पुरानो पार्टीको यो हविगत भएको छ। अहिले पनि नसोचे कहिले सोच्ने, अहिले पनि नसुध्रे कहिले सुध्रिने अनि यो भ्रष्ट चरित्रलाई सुधारेर अगाडि बढ्ने कि यो जनताद्वारा निर्मित सरकारसँग जोरी खोज्ने। हिजो आफूले संवैधानिक अङ्गहरू कब्जा गरेर यो देशमा भ्रष्टलाई प्रशय दिँदाखेरि अफ्ताब आलम जिउँदै 20 जना व्यक्तिहरूलाई इटाभट्टामा पोल्ने व्यक्तिलाई छुटाउने नेपाली काङ्ग्रेसले आज सुशासनका विषयमा यो सरकारसँग बोल्ने अधिकार छैन। हिजो हत्याराहरूलाई राष्ट्रपतिद्वारा माफी दिने नेपाली काङ्ग्रेसले आज यो सरकारलाई सुशासनका विषयमा प्रश्न उठाउने अधिकार छैन। आफूले गरेका कुशासनको प्रतिफल भोग्नलाई तयार मात्रै हुनुपर्छ। यो देशसँग विश्वास छ, यो देशको संविधानसँग विश्वास छ, यो देशको कानुनसँग विश्वास छ, यो देशको छानबिन समितिसँग विश्वास छ भने यो देशको कानुनको सम्मान गर्दै त्यो छानबिनलाई स्वीकार गर्ने हिम्मत र आँट राख्नुपर्छ। देशमा गरेको अन्याय र अत्याचारका विरुद्धमा अब सम्पूर्ण नेपाली जनताले हिसाब किताब खोज्छन् र त्यो हिसाब किताब दिन पनि तयार हुनुपर्छ। किनभने 35 वर्षको लुट जुन नेपाली जनताले देखेका छन् र अहिलेको यो आन्दोलन जसरी नेताहरूलाई नङ्ग्यायो यो नङ्ग्याउने क्रम अझै जारी रहन्छ। सुधारिएर अगाडि बढ्नुको विकल्प छैन। नेपाली काङ्ग्रेसका युवा नेताहरूले गरिरहेको जुन काम छ यो कामलाई सराहना गर्नुपर्छ। देशमा पार्टी चाहिन्छ, पार्टी देश र जनताका लागि हुनुपर्छ। भ्रष्टहरूको ढाल बन्नका लागि पार्टी हुनु हुँदैन। देशमा भ्रष्टाचारको नाङ्गो नाच नाच्नलाई पार्टी हुनु हुँदैन। पार्टी भनेको देश र जनताका लागि र लोकतन्त्र र प्रजातन्त्रका लागि हुनुपर्छ। एउटा व्यक्तिको चरण वन्दना गरेर त्यो व्यक्तिलाई देवत्वकरण गर्नलाई पार्टी हुँदैन। साथीहरू, के नेपाली काङ्ग्रेसले अहिलेको यो सरकारलाई सुशासनका बारेमा प्रश्न सोध्ने अधिकार छ? हिजो आफूले गरेका कुकृत्यहरू बिर्सेर आज यो 20 दिन नभएको सरकारसँग यिनीहरूले हिसाब किताब माग्न मिल्छ? अनि हिजो अफ्ताब आलम जस्ता हत्याराहरूलाई छुटाउने नेपाली काङ्ग्रेस अनि सम्पूर्ण संवैधानिक अङ्गहरू कब्जा गरेर अरू पार्टी विपक्षी पार्टीहरूलाई प्रतिशोध साध्ने यिनीहरूले आज आफ्ना कुकृत्यहरूको छानबिन हुँदाखेरि यो अहिले बनेको जनताद्वारा बनेको यो सरकारसँग प्रश्न सोध्ने अधिकार छ। कमेन्ट गरेर सल्लाह सुझाव दिनुहोला। पुरा भिडियो हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद। साथीहरू, यो मेरो च्यानललाई लाइक गरिदिनु होला, सब्स्क्राइब गरिदिनु होला, सेयर गरिदिनु होला, साथै घन्टीको बटन दबाइदिनु होला ताकि मेरा सम्पूर्ण भिडियोहरू तपाईँहरूसम्म आइपुगुन्। धन्यवाद। जय नेपाल, जय पशुपतिनाथ।